आजको यस भिडियोमा हामीले क्लास 12 मा पढाइ हुने अकाउन्टिङ सब्जेक्ट भित्र एउटा बडो इन्ट्रेस्टिङ च्याप्टर जुन हामी 5 मार्क्समा सोल्भ गर्छौं अर्थात एनईबी ले हामीलाई यो फाइनल एक्जामिनेसनमा बोर्ड एक्जाममा 15 नम्बर क्वेशन्समा सुन्नुस् है 15 नम्बर क्वेशन्समा र 5 मार्क्समा सोध्ने गर्छ जुन च्याप्टर हामीसँग रहेको छ वर्कशीट। फेरि सुन्नुस् यो च्याप्टर तपाईको क्वेशन नम्बर 15 मा आउँछ र 5 मार्क्समा आउँछ जुन च्याप्टर रहेको छ वर्कशीट। अब यो वर्कशीट कसलाई भन्ने त एकाउन्टेन्टहरूले मेनली आफ्नो हेल्पको लागि हैन ट्रायल ब्यालेन्सबाट आफूले डिफरेन्ट किसिमको स्टेटमेन्टहरु तयार पार्नुपर्ने हुन्छ शो गर्नुपर्ने हुन्छ कम्पनीको लागि जुन स्टेटमेन्टहरु बनाउनको लागि एकाउन्टेन्टले स्टेटमेन्ट बनाउनु भन्दा पहिला नै एउटा खिस्रा तयार पार्छ एउटा चार्ट तयार पार्छ जसमा कुन एक्सपेन्सेस कति कति कुन आम्दानी कति कति त्यसपछि कुन एसेट कति छ क्यापिटल कति छ लायबिलिटिज कति छ यी सम्पूर्ण कुराहरुको तपाईको के गर्छ भने आज प्रस्तुत गर्छ जुन स्टेटमेन्टलाई हामी के भन्छौं भने वर्कशीट भन्ने गर्छौं। वर्कशीट एक किसिमको रफ स्टेटमेन्ट हो अर्थात कम्पल्सरी स्टेटमेन्ट होइन जुन चाहिँ एकाउन्टेन्टले आफूले डिफरेन्ट टाइप्सको स्टेटमेन्टहरु बनाउनका लागि सजिलो होस् भन्ने उद्देश्यले तयार पारेको हुन्छ जसले इन्कम एक्सपेन्सेस प्रॉफिट या लस के भएको छ ब्यालेन्स शीटको पोजिसन के छ एज अ होल एकै पटकमा शो गर्छ। त यस च्यानलमा यदि तपाईहरु नयाँ हुनुहुन्छ भने यो च्यानललाई आफ्नै च्यानल सम्झेर माया गरेर सब्स्क्राइब गरिदिनु होला लाइक पनि गर्नु होला र तपाईलाई कुन भिडियोको आवश्यक छ मलाई कमेन्ट बक्समा राख्नु होला म त्यो अगाडिको भिडियोहरुमा त्यो तपाईको कमेन्ट अनुसारको भिडियोमा ल्याउने एकदम प्रयास गर्नेछु। त यो वर्कशीट तपाईको के हुन्छ भने टु टाइप्सको हुन्छ सुन्नुस् है वर्कशीट तपाईको के हुन्छ भने दुई किसिमको हुन्छ एउटा हुन्छ 10 कोलम वर्कशीट भने अर्को हुन्छ तपाईको 12 कोलम वर्कशीट है एउटा हुन्छ 10 कोलम वर्कशीट भने अर्को तपाईको के हुन्छ भने 12 कोलम वर्कशीट। 10 कोलम वर्कशीटको लागि तपाईको अमाउन्ट लेख्नको लागि 10 वटा कोलम हुन्छ भने 12 कोलम वर्कशीटको लागि तपाईको अमाउन्ट लेख्नको लागि 12 वटा कोलम हुन्छ। त आज मसँग एउटा क्वेशन रहेको छ जुन क्वेशन्स तपाईहरुले हेर्न सक्नुहुन्छ म क्वेशन्स तर्फ लागे द ट्रायल ब्यालेन्स अफ XYZ कम्पनी एलटीडी एज अन 31 डिसेम्बर 2022 इज गिभन। हामीलाई XYZ कम्पनी अब सुन्नुस् है एलटीडी लागेको छ एलटीडी लागेको छ भने यो प्राइभेट कम्पनी होइन पब्लिक कम्पनी हो पब्लिक कम्पनीको 2022 को डिसेम्बर 31 को हामीलाई ट्रायल ब्यालेन्स दिएको छ। अब हामी क्वेशन्स हेर्छौं यसमा डेबिट क्रेडिट छुट्याएर दिएको छ तपाईको एक्जाममा पनि डेबिट र क्रेडिट छुट्याएर दिएको हुन्छ। वेजेस एक्सपेन्सेस लेबरलाई पेड गरेको 10000 दिएको छ पर्चेज हामीले मटेरियल पर्चेज गरेका छौं गुड्स पर्चेज गर्यौ यो पनि एक्सपेन्सेस 1,50,000 दिएको छ। स्यालेरीज वर्करलाई इम्प्लोइलाई स्टाफलाई पेमेन्ट गरेको 35,000 छ एक्सपेन्सेस। मेसनरी यो तपाईको सम्पत्ति हो एसेट हो कुन फिक्स एसेट हो कम्पनीमा 1,50,000 दिएको छ। सन्ड्री डेप्टर उदाहरणमा जसले हामी सामान बेच्यौ पैसा लिन बाँकी यो सन्ड्री डेप्टर करेन्ट एसेट 20,000 रुपैयाँ दिएको छ। प्रिपेड इन्स्योरेन्स पहिला नै पेमेन्ट गरेको काम हुनु भन्दा पहिले नै एडभान्स दिइसकेको हाम्रो करेन्ट एसेट 5,000 दिएको छ। देन आफ्टर तपाईको सेल्स दिएको छ इन्कम कम्पनीको मेन इन्कम भनेको सेल्स मेन सोर्स भनेको इन्कमको सोर्स भनेको सेल्स 2 लाख रुपैयाँ दिएको छ। रेन्ट इन्कम घर भाडा लगाएर आएको आम्दानी 5,000 दिएको छ सरी। शेयर क्यापिटल कम्पनीको क्यापिटल 1,40,000 रुपैयाँ दिएको छ र सन्ड्री क्रेडिटर यो चाहिँ साहुलाई तिर्नुपर्ने बाँकी पैसा चाहिँ उधारमा सामान किनेको 25,000 रुपैयाँ दिएको छ। यसको टोटल हामीलाई 3,70,000 दिएको छ। यो तपाईले के ध्यान दिनुस् भने यो बोथ साइड तपाईको के हुन्छ भने इक्वल हुनै पर्छ जसरी पनि होस् इक्वल हुनै पर्छ इक्वल हुँदैन भने हाम्रो हिसाब कतै न कतै मिस्टेक भएको हुन्छ। अब यसमा हामीलाई के दिएको छ भने एडजस्टमेन्ट गर्नको लागि दिएको छ ट्रायल ब्यालेन्स बनाउने डेटसम्म पनि केही ट्रान्ज्याक्सनहरु भएको छ जुन ट्रान्ज्याक्सन तपाईको ट्रायल ब्यालेन्समा चढेको छैन। अब हामीले के गर्नुपर्छ भने यो एडजस्टमेन्टलाई वर्कशीटमा इन्क्लुड गरेर फाइनल हामीले बनाउनु पर्ने हुन्छ। नम्बर ए मा छ डिप्रिसिएट प्लान्ट बाइ 10% पर एनम डिप्रिसिएसन भएको छ प्लान्टमा 10% ले मूल्य घटेको छ गिरावट आएको छ। वेजेस पेबल वेजेसको पैसा तिर्न बाँकी छ 7,000 लायबिलिटिज भयो। इन्स्योरेन्स एक्सपायर्ड जुन तपाईको यहाँ प्रिपेड इन्स्योरेन्स गरेको छ त्यसको टाइम एक्सपायर्ड भइसक्यो 3,000 को एक्सपेन्सेस भयो। ब्याड डेब्ट्स रिटर्न अफ यो ब्याड डेब्ट्स दिएको छ अर्थात डेप्टर माथि जुन हाम्रो पैसा बाँकी थियो उले बेइमानी गर्यो दिएन है हाम्रो कति त 4,000। रिक्वायर्डमा तपाईले के भन्छ वर्कशीट। अब तपाई सुन्नुस्
मैले के भने एउटा हुन्छ 10 कोलम वर्कसिट, अर्को हुन्छ 12 कोलम वर्कसिट। तर हामीले कुन वर्कसिट बनाउने त? रिमेम्बर, तपाईँ एकदम ध्यान दिनुहोस्, म्याक्सिमम विद्यार्थी भाइ बहिनीहरू गएर कहाँ फस्नुहुन्छ भने वर्कसिट त बनाउने, एक्जाममा म्याक्सिमम क्वेसन्स तपाईँको के आउँछ भने 99% क्वेसन्समा वर्कसिट मात्रै बनाउनु भनेको हुन्छ। अब तपाईँ कन्फ्युज हुनुहुन्छ, कुन त 10 कोलम बनाउने कि 12 कोलम बनाउने? याद गर्नुहोस् है, 10 कोलम बनाउने कि 12 कोलम, यहाँ तपाईँ गएर फस्नुहुन्छ। आज म यस्तो ट्रिक दिन्छु जुन ट्रिकबाट तपाईँ कहिले फस्नुहुन्न। ध्यान दिनुहोस् है, अब यहाँ वर्कसिट भनेको छ, कुन वर्कसिट बनाउने? ध्यान दिनुहोस्, फाइनल एकाउन्टमा हामीले एउटा एकाउन्ट पढ्नुपर्छ, पिएल एप्रोप्रिएसन एकाउन्ट। पिएल एप्रोप्रिएसन एकाउन्टमा चढ्ने आइटम लाइक एज तपाईको पर्पोज डिभिडेन्ड भयो, ट्रान्सफर टु जेनरल रिजर्भ भयो, रिटेन अर्निङ भयो, प्रॉफिट लस एकाउन्ट भयो, यस्ता आइटमहरू दिएको छ भने 12 कोलम बनाउनुस्, यस्तो आइटम दिएको छैन भने 10 कोलम बनाउनुस्। सुन्नुस् है, अब खोज्नुस् यहाँ पर्पोज डिभिडेन्ड कतै छ? तलमाथि कतै छैन, पिएल एकाउन्ट पनि छैन, ट्रान्सफर टु जेनरल रिजर्भ पनि छैन, त्यसपछि तपाईको रिटेन अर्निङ पनि छैन, कतै पनि छैन। पिएल एप्रोप्रिएसन एकाउन्टमा चढ्ने आइटम तपाईको के पनि छैन। त्यसैले यो तपाईको के बन्छ भने 10 कोलम वर्कसिट बन्छ। कति कोलम वर्कसिट बन्छ? 10 कोलम। अब हामी 10 कोलम वर्कसिट बनाउँछौँ, यहाँ राख्छौँ 10 कोलम वर्कसिट, 10 कोलम वर्कसिट। अब हामीले 10 कोलम वर्कसिट बनाउँछौँ, त तपाईहरुले म सँगसँगै लेख्दै जानु होला। अब हेर्नुस्, सबभन्दा पहिले हामी के गर्छौँ भने अनएडजस्टेड, यहाँ T/B भनेको तपाईले ट्रायल ब्यालेन्स बुझ्नुस् है, जहाँ जहाँ T/B छ तपाईँ के बुझ्नुस् भने ट्रायल ब्यालेन्स। अब यो 10 कोलम वर्कसिट भयो, 12 कोलम चाहिँ भएन, किनभने पर्पोज डिभिडेन्ड, ट्रान्सफर टु जेनरल रिजर्भ, पिएल अकाउन्ट, सरप्लस केही पनि दिएको छैन, त्यसैले तपाईको के भयो 10 कोलम वर्कसिट। अब फर्स्टमा हामी के गर्छौँ भने अनएडजस्टेड ट्रायल ब्यालेन्स भर्छौँ। यो कसरी भर्छौँ भने क्वेसन्समा तपाईको जे छ त्यो कपी पेस्ट गर्नुस्, यहाँ त्यही उठाएर राख्नुस्, म राख्दै जान्छु। 1 नम्बर वेजेज, वेजेज कति छ त 10,000। सुन्नुस् है, डेबिटमा छ भने डेबिट राख्नुस्, क्रेडिट छ भने क्रेडिट राख्नुस्। अर्को छ परचेज, परचेजेज 1,50,000। त्यस पछाडि छ स्यालरीज, स्यालरीज 35,000 है। त्यस पछाडि 4 नम्बर मेसिनरी दिएको छ, मेसिनरी, मेसिनरी तपाईको छ 1,50,000। त्यस पछाडि 5 नम्बरमा सन्ड्री, सन्ड्री डेप्टर्स दिएको छ 20,000। त्यस पछाडि प्रिपेड, प्रिपेड इन्स्योरेन्स दिएको छ हैन 5,000 है। त्यस पछाडि तपाईको सेल्स रहेको छ 2 लाख, 2 लाख रुपैयाँ दिएको छ। रेन्ट इन्कम, घर भाडा आएको आम्दानी पनि दिएको छ 5,000। त्यस पछाडि शेयर क्यापिटल दिएको छ है, शेयर क्यापिटल, शेयर क्यापिटल 1,40,000। त्यस पछाडि सन्ड्री क्रेडिटर दिएको छ, बडो इन्ट्रेस्टिङ च्याप्टर, सन्ड्री क्रेडिटर्स इन्ट्रेस्टिङ च्याप्टर छ यो, ध्यान दिनु होला 25,000। अब यसको टोटल हामीले यही गर्दिने, सजिलो हुन्छ है त। अब हेर्नुस् त, ठ्याक्कै मैले कति राखे 3,70,000, 3,70,000। यो चाहिँ मैले तपाईको के गरे भने क्वेसन्सबाट जस्ट सारेको। अब मेन कुरा हामीले कहाँ बुझ्नु पर्ने छ भने यो जुन तपाईको एडजस्टमेन्ट दिएको छ नि, त्यो एडजस्टमेन्टलाई हामीले बढी बुझ्नु पर्ने हुन्छ। अब सुन्नुस् है, यो एडजस्टमेन्टलाई कसरी पुट गर्ने त? एडजस्टमेन्टलाई कसरी पुट गर्ने भने म थोरै तपाईको यहाँ देखाए, एसेट, एक्सपेन्सेस र लसेस छ भने तपाईं कहाँ राख्नुस् भने डेबिटमा राख्नुस्। ध्यान दिनुस् है, इन्कम, लायबिलिटीज र कुनै पनि बेनिफिटहरु छ भने कहाँ राख्नुस्? क्रेडिटमा राख्नुस्। यसलाई ध्यान दिनुस्, तपाईको सबै न्युमेरिकल सोल्भ हुन्छ। एसेट कुनै सम्पत्ति छ, कुनै खर्च छ, कुनै घाटाहरु छ भने कहाँ राख्ने? डेबिटमा राख्ने। कुनै आम्दानी छ, दायित्व छ, कुनै फाइदाहरु पनि छ भने कहाँ राख्ने? क्रेडिटमा राख्ने। सुन्नुस्, अब यहाँ भन्छ हामीलाई डिप्रिसिएट प्लान्ट बाइ 10%। प्लान्टमा तपाईको के भएको छ? 10% ले मूल्य घटेको छ। माथि प्लान्ट खोज्नुस् त कतै छ? छैन। यो मेसनरी जुन छ नि तपाईको, यो नै तपाईको के हुन्छ? प्लान्ट एन्ड मेसनरी हुन्छ। अब हामी यहाँ राख्छौं ए नम्बरमा डिप्रिसिएसन अन प्लान्ट। अब डिप्रिसिएसन अन प्लान्ट कति त? प्लान्टको भ्यालु कति हेर्नुस् त? मेसिन भनेकै प्लान्ट हो। 1,50,000, 1,50,000 को 10% 15,000 है त, 15,000 खर्च हो, डेबिटमा राखे।
त्यस पछाडि एडजस्टेडको पनि डेबिट राख्नुस्। सुन्नुस्, एडजस्टमेन्टमा डेबिट भयो भने एडजस्टेड पनि डेबिट। सर यदि एडजस्टमेन्टको क्रेडिट हुन्छ भने एडजस्टेडको पनि क्रेडिट। र यो डिप्रिसिएसन एक्सपेन्सेस भएको हुनाले इन्कम स्टेटमेन्टको डेबिट राख्नुस्। तल 3 ठाउँ इन्ट्री गर्नुस्। ध्यान दिनुस् है, डिप्रिसिएसन एक्सपेन्सेस हो, एक्सपेन्सेसलाई डेबिट गर्ने, डेबिट भयो भने एडजस्टेड पनि डेबिट, र यो खर्च भएको हुनाले इन्कम स्टेटमेन्टको डेबिट। यहाँ इन्कम स्टेटमेन्ट भनेको के बुझ्नुस् भने डेबिटमा के राख्नुपर्छ, एक्सपेन्सेस, क्रेडिटमा के राख्नुपर्छ, इन्कम। ब्यालेन्स सिटको डेबिट भन्ने बित्तिकै तपाईँ के चढाउनुस्, एसेट, क्रेडिट भन्ने बित्तिकै लायबिलिटिज एन्ड क्यापिटल चढाउनुस् है त। अब सुन्नुस्, तल डेबिट भयो भने माथि क्रेडिट गर्नुस्, तल डेबिट भयो भने माथि क्रेडिट केमा, प्लान्टमा। प्लान्ट भनेको यहाँ तपाईको मेसिनरी 15,000, ठीक छ, यसको काम सक्यो। अर्को छ वेजेस पेबल आरएस 7,000, वेजेस तिर्न बाँकी छ, लेबरलाई हामीले वेजेस तिर्न बाँकी राखेका छौं। बाँकी भनेको तपाईको के हुन्छ, लायबिलिटिज, के हुन्छ, लायबिलिटिज है। अब वेजेस पेबल भयो, पेबल लायबिलिटिज हो, त्यसैले तपाई कहाँ राख्नुस्, लायबिलिटिज कहाँ जान्छ, सीआर मा जान्छ। 7,000 एडजस्टेड को पनि सीआर मा राख्नुस् र यो ब्यालेन्स सिटको सीआर मा राख्नुस्। तल क्रेडिट भयो भने माथि डेबिट गर्नुस्, तल क्रेडिट भयो भने माथि डेबिट गर्नुस्, केमा, वेजेज मा है त। यहाँ फर्स्टमै छ, डेबिट मा राख्नुस् 7,000 भयो। तल 3 ठाउँ इन्ट्री गर्नुस्, माथि चाहिँ 1 ठाउँ इन्ट्री गर्नुस्। सी नम्बर इन्स्योरेन्स एक्सपायर्ड, प्रिपेड इन्स्योरेन्स तपाईको जति थियो 3,000 एक्सपायर्ड भयो। इन्स्योरेन्स एक्सपायर्ड, अब इन्स्योरेन्स एक्सपायर्ड कति त 3,000, यो एक्सपायर्ड हाम्रो लस हो, त्यसैले डेबिटमा, डेबिट, एडजस्टेड पनि डेबिट र इन्कम स्टेटमेन्ट पनि तपाईको डेबिट। तल डेबिट भयो भने माथि क्रेडिट राख्नुस्, केमा, प्रिपेड इन्स्योरेन्समा, प्रिपेड इन्स्योरेन्समा। अर्को छ डी नम्बर ब्याड डेब्स रिटर्न अफ, ब्याड डेब्स हाम्रो के भयो भने डेप्टर्सले बेइमानी गर्यो, पैसा दिएन, बुर्ता खाता भयो, हाम्रो लस भयो। ब्याड डेब्स, ब्याड डेब्स तपाईको के हुन्छ भने लस हुन्छ, लस तपाईको कहाँ जान्छ भने डेबिटमा 4,000, डेबिट गयो भने एडजस्टेडको पनि डेबिट र यो लस तपाईको इन्कम स्टेटमेन्टको डेबिटमा चढ्छ। तल डेबिट माथि क्रेडिट गर्नुस्, केमा, डेप्टर्समा, केमा, डेप्टर्समा 4,000। अब हेर्नुस् है, तपाईको एडजस्टमेन्ट सबै सकिएको छ। यहाँ ग्यापिङ राख्नुस्, लाइन कोर्नुस्, ग्यापिङ राखेर लाइन कोर्दिनुस्, तपाई खाता बन्द गर्नुस्। अब हामी के गर्छौं भने टोटल गर्छौं है त, ध्यान दिनुस्। अब यो कति त म जोडे तपाईको सामने 7,000 प्लस 15,000 प्लस 3,000 प्लस 4,000, यो तपाईको कति भयो भने 29,000। ध्यान दिनुस् है, 29। ध्यानमा के राख्नुस् भने यो दुईटा जहिले बराबर हुन्छ, यो दुईटा पनि जहिले पनि बराबर हुन्छ, यो दुईटा पनि बराबर आउनै पर्छ। अब यति गरिसकेपछि हामी कहाँ जान्छौं भने एडजस्टेड ट्रायल ब्यालेन्स कसरी बनाउने। सुन्नुस् है, अब यसको काम छैन, मैले मेटे थोरै तपाईको सामनेमा म यहाँ सानो रुल्स बनाए तपाईहरुको लागि। ल अब हेर्नुस्, एडजस्टेड ट्रायल ब्यालेन्स कसरी बनाउने भने त्यसको लागि सिम्पल, प्लस प्लस हामी प्लस गर्छौं, माइनस माइनस प्लस गर्छौं, प्लस माइनस माइनस गर्छौं, माइनस प्लस माइनस गर्छौं। लाइक एज हामी एकाउन्टमा पनि डेबिट डेबिट जोड्छौं, अर्थात सेम छ भने हामी के गर्छौं, जोड्छौं। त्यसपछि क्रेडिट क्रेडिट पनि जोड्छौं, डेबिट क्रेडिट घटाउँछौं, क्रेडिट डेबिट घटाउँछौं। ध्यान दिनुस् है, यो यसलाई एकदम ध्यान दिनुस्। डेबिट डेबिट छ तपाईको मिल्ने छ भने के गर्दिनुस्, जोड्दिनुस्। क्रेडिट क्रेडिट मिलिरहेछ नि त खाता, जोड्दिने, डेबिट क्रेडिट मिलेन घटाइदिने, क्रेडिट डेबिट मिलेन घटाइदिने है। सेम साइड छ भने जोड्दिनुस्, अपोजिट साइड छ भने घटाइदिनुस्। अब हेर्नुस् के हुन्छ त, बोर्डमा हेर्नुस्, यो अगाडि जहाँ छ त्यही राख्नुस्, डेबिट छ भने डेबिटमा राख्नुस्, क्रेडिट छ भने क्रेडिटमा राख्नुस्। या त अर्को रुल्स, डेबिट क्रेडिट घटाउँदा वरी जसको भ्यालु बढी आउँछ हामी त्यही साइड राख्ने। जस्तै यहाँ डेबिटमा 10,000 छ, डेबिटमा 7,000 छ, डेबिट डेबिट के गर्ने, जोड्ने, डेबिट डेबिट के गर्ने, जोड्ने, 17,000। यो जस्ताको त्यस्तै 1,50,000, यो 35,000 है। त्यसपछि हेर्नुस् 1,50,000 डेबिटमा छ, 15,000 क्रेडिटमा छ,
1,50,000 बाट 15,000 तपाईको के हुन्छ डेबिट र क्रेडिट छ नि त डेबिट क्रेडिट घट्छ 1,35,000 1,35,000 अब यहाँ पनि डेबिट क्रेडिट छ घट्छ घटाइदिनुस् 16,000 अब यहाँ पनि हेर्नुस् क्रेडिट छ घट्छ 2,000 त्यसपछि यो 2 लाखलाई के गर्नुस् भने सीआर मा राख्नुस् किनभने यहाँ अगाडि कहाँ छ तपाईको क्रेडिटमा छ यो 5,000 पनि क्रेडिट यो 1,40,000 पनि क्रेडिट है त्यसपछि 25,000 पनि तपाईको के छ भने क्रेडिट अब यो कोलमलाई हामीले के गर्नुपर्छ भने एड गर्नुपर्छ सम गर्नुपर्छ यसको पनि तपाईको के हुन्छ टोटल आउनुपर्छ मैले सीआर जोडे 2 लाख प्लस 5,000 प्लस 1,40,000 प्लस 25,000 प्लस 7,000 तपाईको 3,77,000 आयो अब डेबिट पनि जोडौं हामी 17,000 प्लस 1,50,000 प्लस 35,000 प्लस 1,35,000 प्लस 16,000 प्लस 2,000 प्लस 15,000 प्लस 3,000 प्लस 4,000 यो पनि तपाई कति आयो भने 3,77,000 हेर्नुस् है यहाँसम्म तपाईको के हुन्छ दुईटै साइड इक्वल इक्वल आउँछ अब लास्ट स्टेप सुन्नुस् है मैले वर्कशीट कति स्टेपमा क्लियर गरे ध्यान दिनुस् एउटा स्टेपमा अनएडजस्टेड ट्रायल ब्यालेन्स सारे अर्को स्टेपमा एडजस्टमेन्ट गरे अर्को स्टेपमा एडजस्टेड गरे तीनवटा स्टेप भयो अब लास्ट फोर्थ स्टेपमा म के गर्छु तपाईको वर्कशीटलाई कम्प्लिटली 5 मार्क्समा ढाल्दिन्छु ल हेर्नुस् अब यो चाहिँ ध्यान दिनुस् है इन्कम स्टेटमेन्टको डेबिटमा एक्सपेन्सेस राख्नुस् खर्च इन्कम स्टेटमेन्टको क्रेडिटमा आम्दानी इन्कम राख्नुस् ब्यालेन्स सिटको डेबिटमा एसेट्स राख्नुस् ब्यालेन्स सिटको क्रेडिटमा क्यापिटल एन्ड लायबिलिटिज राख्नुस् अब सुन्नुस् हामीले हेर्ने भनेको आइटम हेर्ने भनेको बुदा हेर्ने भनेको पार्टिकुलरमा तर भ्यालु तपाईको कुन लिने भने एडजस्टेड वाला किनभने यो तपाईको के वरी आएको छ भने एडजस्ट गरेर आएको छ है त वेजेज हाम्रो के हो त एक्सपेन्सेस हो डेबिटमा र याद रहोस् तपाईहरुलाई यतापट्टि एक ठाउँ मात्रै चढाउने है त मिस्टेक नगर्ने ब्लन्डर मिस्टेक चाहिँ कुछ भी हालतमा नै गर्ने ल परचेज एक्सपेन्सेस 1,50,000 इन्कम स्टेटमेन्ट डेबिट स्यालेरीज पनि त एक्सपेन्सेस हो नि त यसको पनि डेबिट तर यो मेसनरी भनेको तपाईको के हो त एसेट हो ब्यालेन्स सिटको डीआर मा 1,35,000 है सन्ड्री डेब्टर पनि तपाईको एसेट हो ब्यालेन्स सिटको डीआर मा 16,000 त्यसपछि प्रिपेड इन्स्योरेन्स पनि तपाईको एसेट हो ब्यालेन्स सिटको डीआर मा 2,000 जति बाँकी बसेको छ यहाँ सेल्स इन्कम हो इन्कम स्टेटमेन्टको सीआर मा त्यसपछि रेन्ट इन्कम पनि इन्कम हो इन्कम स्टेटमेन्टको सीआर मा शेयर क्यापिटल ब्यालेन्स सिटको सीआर मा है त्यसपछि सन्ड्री क्रेडिटर त्यो पनि तपाईको कहाँ जान्छ भने ब्यालेन्स सिटको सीआर मा अब मैले पुट गरिसकेको छु अब यो इन्कम स्टेटमेन्टबाट तपाईको के आउँछ भने या त प्रॉफिट आउँछ या त लस आउँछ डेबिट साइड बढी भयो एक्सपेन्सेस बढी तपाईको लस आउँछ क्रेडिट साइड बढी भयो इन्कम बढी तपाईको प्रॉफिट आउँछ अब यहाँ म जोड घटाउ गरे तपाईको सामने मलाई डेबिटमा बढी भ्यालु लागिरहेछ म डेबिट जोडे 17,000 प्लस 1,50,000 प्लस 35,000 प्लस 15,000 प्लस 3,000 प्लस 4,000 तपाईको कति आयो भने 2,24,000 म क्रेडिट पनि 2,24,000 लेखे अब यहाँबाट माइनस माइनस गर्दै जान्छु माइनस 5,000 र माइनस तपाईको 2 लाख यहाँ तपाईको के बस्यो भने डेबिट साइडमा 19,000 ले बढी भयो डेबिटमा बढी हुनुको मतलब एक्सपेन्सेस तपाईको कम्पनीको खर्च बढ्यो खर्च गरे बढ्यो भने तपाईको के भयो भने घाटा लाग्यो 19,000 तपाईको के भयो भने यहाँ पार्टिकुलर्समा नेट लस लेख्ने नेट लस तपाईको कति भयो 19,000 यो नेट लसलाई तपाईले ब्यालेन्स सिटको डेबिटमा राख्नुस् र ब्यालेन्स सिट तपाई के गर्नुस् भने दुईटै साइड अब इक्वल गर्नुस् दुईटै साइड तपाई के हुन्छ ब्यालेन्स सिट बराबर आउनु पर्छ प्लस 2,000 प्लस 16,000 प्लस 1,35,000 तपाईको कति आयो भने 1,72,000 यो पनि त्यतिकै आउनु पर्छ इफ आएन भने तपाईले कता कता मिस्टेक गर्नु भएको छ पत्ता लगाउनुस् आइसक्यो भने तपाईको एकदम करेक्ट भयो र यो च्याप्टर तपाईको के हुन्छ भने यसरी बराबर हुन्छ र एक्जाममा तपाई के गर्नुस् भने ठ्याक्कै मिलाउनुस् र चंगा जस्तै हैन क्वेशन्स पेपरलाई उडाउँदै आउनुस् ल यदि तपाईको केही पनि अप्ठ्यारा कुराहरु छ भने मलाई कमेन्ट बक्समा राख्नुस् म फेरि अर्को भिडियो बनाउँछु र जाँदा जाँदै आजको लागि सबैबाट म छुट्छु हस्त धन्यवाद नमस्ते।